हेलो गाइस, सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ हैन। आज चाहिँ दिस इज माई फर्स्ट भ्लग हैन। यो मेरो पहिलो फर्स्ट भ्लग हो। अनि हामी चाहिँ आज चाहिँ माछा मार्न जाँदैछौँ। अहिले रातिको तपाईँको बजे छ ठ्याक्कै 9 बजे हो। हामी चाहिँ ठ्याक्कै रुमबाट रेडी भइसक्यो ब्यागमा। अनि मसँग दाइ पनि हुनुहुन्छ हैन, एकजना दाइ। समुद्रमा कसरी माछा मारिन्छ भनेर चाहिँ अगर लक्ली माछा मऱ्यो भने चाहिँ म तपाईँहरूलाई देखाउँछु। अनि त्यसको लागि चाहिँ हामीले सामानहरू सबै किनेर कस्तो बोल्न आएन हौ सायद नर्भसनेस भनिदिनु होला हैन। मेरो फर्स्ट भ्लग थियो, त्यही भएर। अनि हेर्नुहोस्, मलाई चाहिँ कलर मनपर्छ। अनि ब्यागमा चाहिँ पानीहरू छ, अनि खाना अलिअलि अब चाहियो नि त खानालाई खेर गर्दा हैन। आफूलाई पनि अलिकति इनर्जी त हुनु पऱ्यो बडीमा हैन, माछा मार्नु लागि जोस त हुनु पऱ्यो। त्यही भएर चाहिँ चाहिएको सामानहरू अलिअलि छ ब्यागमा। अनि अब हाम्रो यहाँदेखि तपाईँको एकजना अझै अर्को साथी हुनुहुन्छ, अझै उहाँलाई पिक गर्न गइराखौँ। अनि त्यहाँदेखि चाहिँ हामी चाहिँ अनि ट्याक्सी लिएर चाहिँ हामी जान्छौँ होइन। जुट्दै गर्नुहोस्, भेट नै माछा मार्न सक्नेछौँ, सफल हुनेछौँ है। लेट्स सी। गाइस एउटा हेर्नु न, यस्तो हो हामीहरू हतारमा गइरहेको थियौँ होइन। म भर्खर ड्युटी भएर आएको थिएँ नि त आज, अझै ओभरटाइम गरेर आएको थिएँ। अनि ओभरटाइम प्याक गर्दाखेरि सामान बिर्सिसक्यौँ कि। अनि ठ्याक्कै सब्जी बनाएर राखेको थियौँ होइन। त्यो सब्जीले नै बिर्स्यो कि, अब सब्जी टेबलमा त्यो दाइले नै बिर्स्यो, मैले नै बिर्सेँ कि आउँदाखेरि। त्यही भएर जाँदैछौँ अब यी हामी रनिङ हुँदैछ अहिले। गाइस हाम्रो चाहिँ सब्जी बिर्छ। यो सब्जी लिएर चाहिँ मेरो रुममेट दाइ आउनु भएको चाहिँ, यो चाहिँ हाम्रो सब्जी हो है। यहाँ हाम्रो दाइले चाहिँ लिएर आउनु भएको। दाइले चाहिँ कल गरेर हामीलाई भन्नुभएको थियो कि, त्यो याद थिएन कि। ल दाइ थ्याङ्क यू है, घर भेटौँ है। म चाहिँ हाम्रो भर्खर देखाएको छु, यहाँ चाहिँ हाम्रो रुममेट दाइ हो। अनि दाइको चाहिँ आज छुट्टी थिएन, भर्खर ड्युटी आउनुभएको थियो। भोलि नि फेरि ड्युटी नै रहेछ, अनि बिहानै सिफ्ट रहेछ। त्यही भएर जाने दाइले चाहिँ जानु मिलेन। कहिलेकाहीँ यस्तै हुन्छ हतारमा, छुट्छ केही कुराहरू होइन। दाइले चाहिँ हामीलाई चाहिँ कल गरेर भन्नुभएको थियो कि, भाइ तिम्रो यहाँ सब्जी छुटेछ भनेर भन्नुभएको थियो कि। कस्तो भयो है, दाइ पनि कस्तो राम्रो है। त्यही भएर यस्तै छ। रोड क्रस गर्न साह्रै गाह्रो हो त यार, कति लगाएर हान्दैछ भन्ने डर हुन्छ क्या। अब यो त्यस्तो छ होइन, हामीमा पनि यस्तो छ। ल अब अगाडि बनाउँदै गर्छु भिडियो होइन। भिडियो फेरि धेरै लामो हुन्छ क्या, त्यही भएर बनाउँदै गर्छु, जाँदै गरौँ होइन है त। गाइस हामी चाहिँ अब रेडी भयौँ होइन। यो चाहिँ के कुरा हो, यो चाहिँ म अहिले पछि देखाउँछु तपाईँहरूलाई। जाउँ, बस्नुहोस्, दिदी बस्नु, जाउँ। हामीले चाहिँ अब ट्याक्सी लिइसक्यौँ। अब निस्किँदाबाट हामीहरू अब पुग्छौँ होला एराउन्ड आधा घन्टासम्ममा पुगिहाल्छौँ होला फिसिङ एरियामा चाहिँ। अनि त्यहाँ गएर चाहिँ तपाईँलाई देखाउँछु है त म त्यो एरिया चाहिँ। लेट्स गो। बाइ द वे, यो चाहिँ मेरो फर्स्ट भ्लग, मैले अलरेडी भनिसकेँ होइन, मेरो फर्स्ट भ्लग हो। कस्तो हुन्छ के हुन्छ मलाई थाहा होइन, यस्तै गइरहेको छु म। अनप्लान, एभ्रिथिङ अनप्लान हो। अब त्यो माछा मार्ने ठाउँमा चाहिँ गइराखौँ हेर गाइस होइन। अब त्यो अब त्यहाँ मार्न पाइन्छ कि पाइँदैन थाहा छैन फेरि है। राति चाहिँ उतै गर्छ हुन्छ। अब वेस्ट अफ इनर्जी, वेस्ट अफ मनी त नहोला भनेर चाहिँ हामी भगवान्लाई चाहिँ आशा गरौँ है, हाम्रो मिसन पुरा होस्। लेट्स गो। गाइस तपाईँको मेरो भिडियो चाहिँ एकदम रफ हुने चाहिँ मैले त्यति धेरै म एडिट गर्न चाहिँ मैले गर्नु त्यस्तो टाइमै छैन। म यतिकै ऱ्यान्डम बनाएर अनि त्यति चाहिँ हाल्छु होला फोटो छ। तपाईँले यो होइन यसले गरेन यताउता भनेर चाहिँ नभन्नु होला होइन। एभ्रिथिङ गर्न बी गुड, एभ्रिथिङ बी राइट। लेट्स गो। गाइस हामी चाहिँ अब यसो ड्राइभरसँग कुरा गर्छौँ है त, सुन्नु गर्नु होला तपाईँ चाहिँ। यत्तिकै भेटेर चाहिँ आउने भनिन्छ। 28 इयर्स हो गया इधर। अब जब इधर आएगा तब तुम्हें पैदा नहीं हुआ था? शायद हो सकता है। ये क्या बात हुई? ये गाइस क्या हो गया? भैया जी बोले 28 इयर्स हो गए इधर आए हुए कुवैत में।
अभी मई हुआ 25 का, तो मैं आने से 3 मई पैदा होने से 3 साल पहले आ गए वो। क्या बात है, मतलब आप आए 1997 में, 1998 में आए। क्या बात है, वाह गाइस। गया मैं जब मैंने कुवैत तो मतलब देखा, मतलब सुना में क्या बोलते, मतलब कुछ नहीं, कुवैत क्या है मेरे को मालूम नहीं है, तब उन कुवैत में आए। आपका वजूद नहीं है दुनिया में। एक्ज्याक्टली गाइस, हामी चाहिँ माछा मार्ने ठाउँमा पुग्यौँ होइन। र कुरा के भयो भन्दाखेरिमा हामी हाम्रो प्लान थियो अर्को ठाउँ जाने होइन, तर हामी आयौँ अर्कै ठाउँ। अब त्यो ठाउँ पुगेर त्यहाँ ठाउँ फेरि त्यो ठाउँमा चाहिँ माछा मार्न नमिल्दो रहेछ होइन। त्यहाँदेखि फर्क्यौँ, फेरि फर्केर चाहिँ हामी अर्को ठाउँमा आयौँ होइन। के गर्ने, यस्तै छ जिन्दगी। अब हामीलाई हजुरलाई चाहिँ अब त्यही त नि। अझै छ ठाउँ बुझ्दैनौ के बुझ्दैनौ तिमी आफ्नो काम गर। ठुलो त के हो मेरो टाउकोमा नहाल्नु हौ दाइ, के गरेको? यहाँ अब बाँध्न लाग्यो होइन। यो एउटा हाल्यौँ, त्यो माछा ठुलो माछा सागकै पर्छ क्या, त्यो सागले लगेर गयो, टोडेर लगेर गयो होइन। यो चाहिँ अब हेरौँ यसमा चाहिँ के पर्छ कि भनेर जुगाड गरिराखौँ। नटुट्ने बनाउनु ल, एकदम राइट 5-6वटा भन्का हाल्नु भयो। दुईवटा खोइ कहाँ छ बल्छी, दुईवटा छ, एउटै छ बल्छी चाहिँ। ल भयो ल। ब्लगर गाइस। भिडियो भयो यस। हेलो गाइस, माछा त मजा खाइन होइन, खाने गऱ्यो धेरै मेहनत गर्यो। माछा के अरे माछा सामान खाऊ, माछा खाऊ। Spicy. Timur pun spicy sangat tau. Terus menunjuk dengan kau, video. कोही मान्छेले माछा त समात्यो। अब यो खालको मात्र रहेछ त यो ठाउँमा त, यस्तो काडै काडा छ यसमा हातै। हेलो गाइस, हेलो वेलकम छ तपाईँहरू सबैजनाले। हामी राति भइसकेछ, माछा मार्दैछु। मेरो हेर्नुहोस् त, मेरो फेस पनि देखिरहेको छैन। एकछिन तपाईँलाई म देखाउँछु। दाइले माछा मार्दै हुनुहुन्छ, म चाहिँ थाकेको ल्याङ भएर। हाम्रो दाइले चाहिँ माछा मार्दै हुनुहुन्छ होइन। यसमा छ माछा, यसमा चाहिँ माछा हाम्रो, यो चाहिँ माछा राख्ने ठाउँ। Guys, fishing.
फेमस गरिदिन्छु मैले फिसरम्यान कति भयो माछा पर्यो है हाम्रो जम्मै माछा परेको भनेको तपाईँको कति पऱ्यो त 1 किलो भन्दा बढी नै छ हो यार 5 किलो छ आम्मा कति भारी हो नट गुड एट अल हाम्रो यसको सबै तामाम सक्यो सार्क परेर सार्कले टुटायो होइन यो तपाईँको के वर्ष जुम किन भएन यो चाहिँ सार्क पऱ्यो हो कि त्यो भएर टुटायो अनि यसको चाहिँ काम गयो होइन म त थाकेको नि हात हेर्नुहोस् यही बिरालो गरेर खाने हो कि आज ओए झम्टा कस्तै गर्छ त यार बिरालोले गाइस कस्तो लागिरहेछ तपाईँलाई हामीलाई त एकदम रमाइलो लागिरहेछ निना लागिरहेछ तर रमाइलो चाहिँ लागिरहेछ माछा मार्न आइयो माछा धेरै कम मऱ्यो चिसो हावा आइरहेछ अनि तातो हावा नि आइरहेछ यता किन त आएन यताबाट चाहिँ चिसो हावा आइरहेछ सायद समुद्रको त्यो भएर होला अनि यताबाट चाहिँ अनि उताबाट चाहिँ तपाईँको यो हुन्छ नि यताबाट चाहिँ पुरा गरम हावा आइरहेको छ कि हेलो गाइस बिहान भयो अब हामी चाहिँ माछा मारेर लाग्यौँ हाम्रो माछा खै त देखाउँ त माछा यति भयो माछा ल दिस मस्ट वी किल टुडे होइन त अब बिहानी भयो तपाईँलाई म यसो भ्यू देखाउँछु है त ल यस्तो छ भ्यू यताको हामी यतातिर आएको थियौँ अब यसो माछा लगाएर जाँदैछौँ घरतिर जाँदैछौँ यस्तै भयो आजको दिन बिहान भयो यार होल नाइट मारियो माछा तर यति मात्रै होल नाइट भरि यति मात्रै ल तपाईँको यो होला भने चाहिँ तपाईँको त्यो होला चाहिँ 1.5 किलो समथिङ होला 1.5 न 2 किलो समथिङ छ नि त अब त्यो 2 किलो चाहिँ धेरै 2 किलो नि धेरै हो नि होइन मेरो फल मिठो हुन्छ के कसो होइन यस्तै छ जिन्दगी माछा मार्न जाऊँ दाइले भन्थ्यो कि हामी माछा मार्न जाऊँ भने त्यही भएर चाहिँ माछा मार्न आइयो अनि बेस्ट उपाय चाहिँ के भन्दाखेरि हाम्रो चाहिँ त्यो चाहिँ के भएन भन्दाखेरिमा हामीसँग बल्छी नि थुप्रै थियो त्यो बल्छीमा लाउने त्यो ढुङ्गा चाहिँ त्यो ढुङ्गा चाहिँ भन्दा त्यसलाई चाहिँ त्यो फलामको एउटा भारीवाला त्यो हुन्छ नि के भन्छ त्यसलाई यार मलाई पनि त्यस्तो थाहा छैन त्यो चाहिँ अलिक कम भयो क्या त्यो चाहिँ हाम्रोसँग चाहिँ भयो तर लाइट वेट भयो क्या त्यही भएर चाहिँ हामीले चाहिँ खासै मार्न सकेनौँ त्यसले गर्दाखेरि चाहिँ तर ठिकै छ यतिको अब गइन्छ मजाले होइन फ्रेस भइन्छ रुममा अलिकति पहिला गएर चाहिँ यसलाई चाहिँ फ्रिजमा हालिन्छ त्यसपछि फ्रेस भइन्छ फ्रेस भएर नै सुतिन्छ अनि उठेर चाहिँ यसलाई मजाले बनाइन्छ अब हामी जान्छौँ अब हामी यसो अगाडि जान्छौँ अनि अगाडि गएर ट्याक्सीहरू खोज्नु पर्नेछ ट्याक्सी खोजेर निस्कनुपर्छ यताबाट ल है त यस्तै भयो आजको रात आँखा निन्द्राले आँखा चाहिँ झिलिमिली भयो होइन त्यही पनि केही छैन Guys, we have a new driver and he was his of Nepal so much he played the music for us also. I mean, सबै निस्किने अब दिदीलाई वहाँसम्म पुर्याइदिए भाइ Wow. Thank you. Now you play the music, I don't want to get out though. Oh, seriously? You need number my taxi? Yeah, you can get I can. Baby, I miss you.